हजुरले पनि फुल टिकट काटेर आउनुभयो होला बुवा होइन, तर यो समितिहरूलाई र यो ड्राइभरहरूलाई के भन्न चाहनुहुन्छ दर्शकलाई? यो समिति ड्राइभरको एउटा गलत हो त। अब बिचबिचमा नलियो भन्ने हालेर आउने पैसाको लोभले लिने। हामीलाई चाहिँ एकदमसँग गाह्रो भइरहेछ होइन, बिच बाटोमा आएर उत्रिनु परिरहेछ, हिँड्नु परिरहेछ। अब कति धोका छ, कहाँ पुग्नु छ, हामीले कहाँको टिकट काटिरहेको छ। यो सुर्खेतदेखि माथि जाने कर्णाली प्रदेशमा चाहिँ एकदम हालत खराब भइरहेको छ होइन साथीहरू। यो बुझ्नुपर्ने जरुरत छ होइन, सबैजना समिति साथीहरूले पनि ड्राइभरहरूले पनि। यो मालिकले र यो समितिको महागलत छ क्या यहाँ। दोबारा टिकट काटिरहेका मान्छेलाई अब हामी जस्तो युवा जवानहरूलाई त केही भएन साथीहरू, भोलि जाउँला हामीहरू तर उहाँ चाहिँ 80 वर्षको बुढालाई चाहिँ गाह्रो हुन्छ नि त, बाटोमा हिँड्नु पर्ने हुन्छ होइन। अब गाउँमा पुग्नु पर्ने हुन्छ, फेरि अब गाह्रो हुन्छ साथीहरू। त्यही भएर म भन्न चाहन्छु कि तपाईँहरूले नगरिदिनुहोस्, यसरी नकाटिदिनुहोस्, भाडा चाहिँ बरु फुल लिनुहोस्, बरु 100 को ठाउँमा 200 लिनुहोस्, तर सुरक्षितसँग पुर्याइदिनुहोस् होइन। त्यही त हो नि बुवा।